अहिलेको समयमा मोबाइल र ल्यापटप अति आवश्यक छ। त्यसैले त्यो मोबाइल र ल्यापटप चलाउन हामीलाई गुगल अकाउन्टको आवश्यक पर्छ। गुगल अकाउन्ट अर्थात् जीमेल आइडी बिना मोबाइल र ल्यापटप चलाउन असम्भव छ। त्यसैले गुगलमा जीमेल आइडी कसरी बनाउने हो साथीहरू, आज म तपाईहरुलाई गुगलमा जीमेल आइडी कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। त्यो भन्दा पहिले प्लिज सब्स्क्राइब माई युट्युब च्यानल एन्ड प्रेस द बेल आइकन एन्ड नेभर मिस एन अपडेट। त्यसका लागि तपाईले विभिन्न ठाउँबाट जीमेल आइडी खोल्न सक्नुहुन्छ। अब मैले मोबाइलको सेटिङबाट जीमेल आइडी बनाउँदै छु। तपाईहरुले पनि सेटिङबाट बनाउनु होला। त्यसका लागि सेटिङमा क्लिक गर्ने, त्यसपछि स्क्रोल डाउन गर्ने, त्यसपछि गुगलमा क्लिक गर्ने, त्यसपछि प्रोफाइलमा क्लिक गर्ने, त्यसपछि एड अनदर अकाउन्टमा क्लिक गर्ने, त्यसपछि गुगलमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। अब तलपट्टि क्रिएट अकाउन्ट दिएको छ त्यसमा क्लिक गर्ने, त्यसपछि फर माई पर्सनल युजमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईले आफ्नो वास्तविक नाम टाइप गर्ने, त्यसपछि तलपट्टि नेक्स्टमा क्लिक गर्ने, त्यसपछि तपाईले आफ्नो वास्तविक डेट अफ बर्थ टाइप गर्ने अनि आफ्नो जेन्डर सिलेक्ट गर्ने, त्यसपछि नेक्स्टमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ आफ्नो जीमेल आइडी बनाउनु पर्ने हुन्छ। आफूलाई पाइप पर्ने जस्तै आफ्नो नाम नम्बर पर्ने गरेर बनाउने। त्यसपछि नेक्स्टमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले आफ्नो गुगलको स्ट्रङ पासवर्ड बनाउनु पर्ने हुन्छ। तपाईले लेटर नम्बर र सिम्बल पर्ने गरेर आफ्नो पासवर्ड बनाउनु पर्ने हुन्छ। आफ्नो पासवर्ड सुरक्षित राख्नु होला। त्यसपछि नेक्स्टमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईले आफ्नो फोन नम्बर इन्ट्री गर्ने, त्यसपछि तल नेक्स्टमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ प्राइभेसी एन्ड टर्म्स दिएको छ। यो तपाईले पढेर तलपट्टि आई एग्रीमा क्लिक गर्ने। यति गरिसकेपछि तपाईहरुले जीमेल, युट्युब, प्ले स्टोरबाट पनि जीमेल आइडी बनाउन सक्नुहुन्छ। जस्तै जीमेलमा क्लिक गर्ने, त्यसपछि प्रोफाइलमा क्लिक गर्ने, माथि गुगल अकाउन्टमा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि एड अनदर अकाउन्टमा क्लिक गर्ने। अब युट्युबमा क्लिक गर्ने, त्यसपछि प्रोफाइलमा क्लिक गर्ने, त्यसपछि स्विच अकाउन्टमा क्लिक गर्ने, त्यसपछि माथि प्लसमा क्लिक गर्ने, प्ले स्टोरमा क्लिक गर्ने, माथि प्रोफाइलमा क्लिक गर्ने, त्यसपछि गुगल अकाउन्टमा क्लिक गर्ने, प्रोफाइलमा क्लिक गर्ने, त्यसपछि एड अनदर अकाउन्टमा क्लिक गर्ने। तपाईको गुगल अकाउन्ट जीमेल आइडी बनिसकेको छ। आफ्नो जीमेल आइडी बनेको छ कि छैन भनेर थाहा पाउनको लागि तपाईले सेटिङमा क्लिक गर्ने, गुगलमा क्लिक गर्ने, त्यसपछि प्रोफाइलमा क्लिक गर्ने। यहाँ तलपट्टि तपाईले आफ्नो नामबाट बनाएको जीमेल आइडी देखाएको हुन्छ। अब हामी भिडियोको अन्तिममा छौं। मैले त जीमेल आइडी बनाए, अब पालो तपाईको। यो तरिकाबाट तपाईले जीमेल आइडी बनाउनु होला। साथीहरु, भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिनु होला र भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।